सो अब म चाहिँ चिया खाँदैछु अहिले सो होइन गाइज त्यो हिसाबले चाहिँ यस्तो भएको छ त्यो रमाइलो अझ रमाइलो गर्ने हो रमाइलो गर्ने हो नाच्ने गाउने हो सबै कुरा गर्ने हो त्यसपछि अझ हामी पिकनिक हो खासमा पिकनिक आएको खासमा त्यही भएर चाहिँ हामी यस्तो छ नआएको छ हाम्रै सो यता हाम्रो सरको छुट्टै छ फेरि छुट्टै छ होइन अरू कुरा पनि देखाउँछु गाइस म होइन हजुरहरूलाई यहाँको मेन्युहरू यस्तो रहेछ गाइस अघि चाहिँ लास्टै भिड थियो नि त अनि हाम्रो हिरो सर चाहिँ यता लजाएर कि हुन्छ नि प्याक भएर चाहिँ नआएको हो अनि त्यसपछि ट्याक्क छ अब फेरि गाड्दाखेरि यस्तो होइन ट्याक्क हाम्रो सेपम्यान पनि यस्तो छन् ट्याक्क यस्तो लाएर म चाहिँ धेरै पर्छ सर्ट एन्ड स्विट भिडियोको लागि अनि म धेरै कुरा देखाउँछु भन्दैछ अघि बिर्सिहालेछु फेरि गएर नयाँ कुरा देखाउँछु नयाँ कुराहरू हामीले कस्तो भनेपछि यता छुट्टै झन्डै यता भित्र छुट्टै छ होइन यस्तै हो भने खतरा देख्ने के अनि म्यामहरूको छुट्टै छ यहाँ होइन ओहो उनो सुनो ओहो हेलो हेलो म्यामहरू हेलो गाइस हामी यस्तो छौँ होइन यस्तो गरेर ओहो हो यहाँ फेरि खतरा पोज सोज हुँदैछ होइन गाइस त्यही भएर चाहिँ यस्तो ए हामी यहाँ खेल्ने टेबल टेनिस पनि रहेछ क्या खेल्ने ठाउँ सरहरू फेरि बिजी भएर यहाँ निराम्रो छ हाम्रो जस्तो छ फेरि यहाँ घुम्ने ठाउँ म्युजिक ब्यान्ड मेम्बर पनि धेरै छन् यहाँ म्युजिसियन या गिटार सितार ड्रमर हाम्रो ड्रम क्याजम त भित्र छ गाडीमा सो हामी जस्तो छ यसो हेर्दा नि बाल भिड देखिरहेको छ मन परेको फुल सुकिनी रसिलो मन परेको फुल सुकिनी रसिलो भने जस्तै हो कि होइन मन पऱ्यो केही कुरा चाहिँ होइन यस्तो छ फुलहरू पनि बवाल छ दामी छ यसलाई चाहिँ चाइनिज गुलाब भन्छ क्या आई थिङ्क त्यस्तो लागेको छ मलाई चाहिँ होइन त्यही भएर चाहिँ यस्तो भएको छ तिम्रो त चालो देखेर हाम्रो लगाएर अझै बसिरहेको थियो अझै लाइनमै कि अल्लाहको लाइनमा मतलब घुमेर आइसक्यो त्यो गरेर अहिले पनि हाम्रो हिरो सब त्यहाँ लगाइरहेछन् तल आएन के होस् है लगाइच हाम्रो अघि म चाहिँ उहाँसँग बसेर खाँदै थिएँ अघि खाएर नि गइसक्नु उहाँ चाहिँ अर्को ठाउँमा गएर फेरि खाएकै हुन् के अरे होइन त्यस्तो हेर्दाखेरि अनि त्यस्तो है गाइज के छ नि ब्रदर अल गुड यस्तै हुनु पऱ्यो है फेरि कुराकानी छुट्टी छ अहिले गाइज अझै पनि हाम्रो यहाँ पुरै जो हुन्छ नि खानपिन अझै हुँदैछ खाइसकेपछि आई थिङ्क त्यो भएर चाहिँ यस्तो भएको छ म चाहिँ यहाँ हुन्छ नि के भइरहेको छु भन्ने देखाउनु पर्यो त्यो सानोसँग खाइरहेको छु सिक्रेट रुम पनि छ क्या हो यता होइन स्टोर रुम होला आई थिङ्क यस्तो गाइस अब हाम्रो चाहिँ यहाँ कपाल डान्स हुन लागेको छ होइन कपाल डान्स हुँदैछ हाम्रो यसो सर होइन सर पुरा कममा आइसकेको छु डान्सको ग्रुपमा डान्स गर्नुलाई त्यो कुरा चाहिँ गर्नुपर्छ
यस्तो छ क्या हाम्रो फेरि आज पिकनिकको पुरा माहौल छुट्टा छुट्टै छ फेरि हाम्रो यसो सर हाम्रो उहाँ चाहिँ प्रिन्सिपल सर हो हाम्रो उहाँ प्रिन्सिपल सर हो ठ्याक्क यस्तो छुट्टै छुट्टै छ आज फेरि है गाइजहरू हाम्रो जोडी छैन तर हामीले रमाइलो गर्न पाइयो त रमाइलो गरे पनि हुने सर त्यहाँ पुरा इन्जोय पुरा गरेर हुन्छ हाम्रो सफ्ट फर्ममा होइन सफ्ट फर्ममा पुरा यस्तो छ कि एकदम सफ्ट चिलमा यसो बसेर इन्जोय रमाइलो छुट्टी आइसक्यो हाम्रो प्रिन्सिपल सर हो उहाँ चाहिँ होइन डिआई शर्मा हो एकदम छिटै रमाइलो छ यहाँ छ प्रिन्सिपल सर सबै आफ्नो धोरेर रमाइलो होइन हाम्रो म्यामको डान्स छुट्टै छ फेरि खतरा है फेरि खतरा है यता आउँदा यता चाहिँ हाम्रो कपाल डान्स भइरहेको छ क्या छुट्टै रमाइलो होइन हाम्रो यहाँ छुट्टै छुट्टै प्रोग्राम हाम्रो सब चार्जमा छन् अनि चार्जमा होइन नि हुन्छ लाइक अब आफ्नो रमाइलो फोनमा हाम्रो एसओआर सर डिआई सरहरू हाम्रो होइन रमाइलो त भइरहेछ है त्यहाँ चाहिँ यस्तो रमाइलो भएछ यस्तो कुड़ी ने दिल सादा हाले थोड़ा सा वजहनी लगदा है राता तो बड़ी लंबी नहीं रखी है मुट्टे यार ने है देखदा परांदा नहीं हो देखदा परांदा
जिगरे तो लगदी लटीनो एक बारी दस दो जी निकल शकीनो कल ही तू इटली तो आई मर जानी ते परस तू पेरिस च मंगाया वैलेंटिनो तेनू क्यों ना देखा तेरे यहाँ चाहिँ खासमा होला रमाइलो बल भएको छ डान्स सिक्दैछ फेरि हाम्रो यहाँ सोरा सरको डान्स मेरो काम चाहिँ ल गाइस अब हाम्रो यहाँ सकिसकेको छ होइन हाम्रो विनर चाहिँ हाल्नुभयो विनर यहाँ विनर हुनुहुन्छ विनर छैन हुनुहुन्न अहिले हाल्नु पऱ्यो नि त अनि भ्लग सो गाइस हाम्रो विनर हुनुहुन्थ्यो विनर हुनुहुन्न अहिले सो अहिले पछि हामी हामी लास्ट नाचन गर्ने हो डान्स गर्ने हो त्यसपछि बल्ल अनि यताउता गर्ने हो हाम्रो यहाँ चल्नु हुनुहुन्छ र छुट्टै छुट्टै छ माहौलहरू So guys, I'm here to ल सर ल दियो गयो सर के हुँदैन त्यो सो गाइज मलाई यहाँ बोलाउनु भएको छ होइन सो गाइज होइन हाम्रो अघिको गेमको विनर चाहिँ हाम्रो उहाँ हुनुहुन्छ म्याम के भन्नु छ तपाईँलाई जितेर हो उहाँ म्याम जितेको मैले धेरै खुसी हुनुहुन्छ अरे सो के भन्नु खुसी हुनुहुन्छ हाम्रो सरलाई के भन्नु छ थ्याङ्क यू सो मच ल गाइस ओके म उहाँसँग चाहिँ सम्पर्क गर्छु हामी हाम्रो टिचर्सहरूको सबैलाई हेलो ए थ्याङ्क यू हामी आज टिआई स्कुलले आयोजना गरेको एक ट्रिट प्रोग्राममा छ बडो रमाइलो छ यो माउन्टेन भ्यू माउन्टेन डेल्टा डिस्ट्रिक्टमा छ बडो रमाइलो भएको छ अब दिनु खेल्यौँ इन्जोय गरिराख्नु भएको छ साथीहरू उहाँ देखाउनुहुन्छ होइन ल अल द वी आर भेरी ह्याप्पी टुडे थ्याङ्क यू ओके सर थ्याङ्क यू सो हामी सरले सिक्नुभएको छ हाम्रो सर यहाँ चार्जमा र सरसँग सिक्नुपर्छ होइन उहाँलाई हल्का गाह्रो भएको अवस्था अहिले फिरास्तो छ अब हामी नाच्ने गाउने डान्स गर्ने एज अ हुन्छ लाइक एभ्रिथिङ सो गाइज अझ फनी नो सो गाइज होइन हाम्रो अघिको गेमको विनर चाहिँ हाम्रो उहाँ हुनुहुन्छ म्याम के भन्नु छ तपाईँलाई जितेर हो उहाँ म्याम जितेको मैले धेरै खुसी हुनुहुन्छ अरे सो के भन्नु खुसी हुनुहुन्छ हाम्रो सरलाई के भन्नु छ थ्याङ्क यू सो मच ल गाइस ओके म उहाँसँग चाहिँ सम्पर्क गर्छु हामी हाम्रो टिचर्सहरूको सबैलाई हेलो ए थ्याङ्क यू हामी आज टिआई स्कुलले आयोजना गरेको एक ट्रिट प्रोग्राममा छ बडो रमाइलो छ यो माउन्टेन भ्यू माउन्टेन डेल्टा डिस्ट्रिक्टमा छ बडो रमाइलो भएको छ अब दिनु खेल्यौँ इन्जोय गरिराख्नु भएको छ साथीहरू उहाँ देखाउनुहुन्छ होइन ल अल द वी आर भेरी ह्याप्पी टुडे थ्याङ्क यू ओके सर थ्याङ्क यू सो हामी सरले सिक्नुभएको छ हाम्रो सर यहाँ चार्जमा र सरसँग सिक्नुपर्छ होइन उहाँलाई हल्का गाह्रो भएको अवस्था अहिले फिरास्तो छ अब हामी नाच्ने गाउने डान्स गर्ने एज अ हुन्छ लाइक एभ्रिथिङ सो गाइज अब हाम्रो यहाँ सिङ्गरहरू हुनुहुन्छ यहाँ
हामीले स्कुलको सिङ्गरहरू हो सिङ्गर टिचरहरू के सो गाइज अब म चाहिँ तपाईँहरूले हामी बसेको चाहिँ माउन्ट भ्यू भन्ने रहेछ कि होइन त्यो हिसाबले म चाहिँ तपाईँलाई अगाडि के रहेछ भन्ने कुरा देखाउन चाहन्छु होइन गाइज सो लेट्स गो इन द यस्तो गाइज अगाडिहरू होइन हाम्रोमा चाहिँ क्यामेराम्यान हो ट्याक्क आफ्नो आफ्नो सबैजना आफ्नो आफ्नो दुनियाँमा हुनुहुन्छ अहिले चाहिँ अब त जोस् हाम्रो प्रोग्राम सकिन लागेछ सो त्यो हिसाबले चाहिँ खासै मिल्दैन हामीलाई यहाँ चाहिँ एकछिन फोटोसुट हुँदाखेरि चाहिँ म होल भएको है गाइज झरना पनि छ होइन हाम्रो माउन्ट भ्यू यस्तो छ गाइज जोस् ठाउँ चाहिँ एकदम रमाइलो हो र नगरकोट भन्ने ठाउँमा नगरकोट भन्ने ठाउँ भने कि नगरकोटमा हाम्रो चाहिँ कस्तो भनेपछि ठ्याक्क एकदम दामी के त्यो चाहिँ माहौल भइरहेको छ हाम्रो स्कुल चाहिँ चिनग्राम इन्टरनेसनल एकाडेमी होइन TIA सर्टकटमा भन्नुपर्दा यस्तो हो हाम्रो बस चाहिँ एउटा उता उभिँदा होला आई थिङ्क त्यो हिसाबले चाहिँ हामी चाहिँ यता आएको छौँ ट्याक्क यस्तो भएको छ त्यो हिसाबले चाहिँ हामी यता हुन्छ नि लाइक रमाइलो हाम्रो होटलको नाम चाहिँ माउन्ट भ्यू रेस्टुरेन्ट है गाइज हेर्दा एकदम राम्रो छ अहिले चाहिँ पानीको जार आएछ त्यो हिसाबले चाहिँ पानीको त्यो नदेखाएको मैले होइन हाम्रो यहाँ सबै कुरा यस्तो भएको छ जो यहाँ ठुलो रहेछ यो बस्ने ठाउँहरू यतादेखि हिँड्ने ठाउँहरू त्यो हिसाबले दामी भन्नुपर्छ होइन गाइज हल्का लाइक हुन्छ नि चिसो धेरै खाइयो कि हल्का चिसो भइरहेको छ अहिले चाहिँ त्यही यो गाइज अगाडिको भ्यू चाहिँ यस्तो छ सो गाइज हाम्रो चाहिँ यहाँ होइन पिङ पनि खेल्ने ठाउँ छ तर पिङमा अहिले कोही छैन त्यो हिसाबले चाहिँ सो म यहाँ चाहिँ बस्न लागेको छु हुन्छ म्याम हुन्छ म एउटामा बस्नु जस्तो भनेको लगेर ढोल्यो भने चाहिँ छुट्टी कुरा हुन्छ सो गाइज यहाँ चाहिँ बस्ने ठाउँ रहेछ यहाँ घुम्ने ठाउँ चाहिँ रहन्छ तर सो आफ्नो चोइस अनुसार चाहिँ सबले आफ्नो रमाइलो गरिरहेको पर्छ म चाहिँ बस्ने ठाउँ रहेछ म चाहिँ यहाँ रमाइलो गर्दैछु सो हिसाबले पनि ठाउँ हो त्यसो गाइज त्यो हिसाबले म पनि रमाइलो गर्दैछु हाम्रो म्यामहरू नि खुल्याउनु पर्छ म नि यहाँ घुमेर चाहिँ रमाइलो गर्दैछु सो आफ्नो आफ्नो रमाइलो भइरहेको छ गाइज सो आफ्नो आफ्नो रमाइलो हिसाबले इच्छा अनुसार हुन्छ नि यो भाँच्चे भने चाहिँ हल्का चोट लाग्ने भन्ने सम्भावना त बेसी छ है फेरि यस्तो छ है गाइज फेरि हाम्रो सबैजना आफ्नो आफ्नो रमाइलोमा हुनुहुन्छ सिङ्गो लाग्ला है म्याम ओके गाइज सो हाम्रो चाहिँ हाम्रो चाहिँ गाइज होइन कस्तो हुँदैछ भनेपछि लास्ट फनी वे रमाइलो हाम्रो फन सबैजना आफ्नो आफ्नो खुसी सो गाइज भर्खरै चाहिँ कप खसेको छ होइन अब के हो मिस्टेक चाहिँ भइसकेको छ त्यो खासै भन्नु चाहिँ नहुने हो
रमाइलो सबैजना आफ्नो आफ्नो धुलो हुनुहुन्छ होइन अनि रमाइलोपनमा हुनुहुन्छ सो मेरो च्यानलको नाम चाहिँ अलिक खतरा छ त्यो हिसाबले चाहिँ म बिस्तारै भन्छु ल PAWAN पवन भयो ओके ओके हजुर हजुर ल गाइस हाम्रो एउटा सब्स्क्राइब भिडियो WAN DO7 एउटा छ So guys, हाम्रो चाहिँ एउटा धेरै सब्सक्राइब छ नयाँ च्यानल ओके थ्याङ्क यू सो मच सब्सक्राइब गरिदिएकोमा है म्यामलाई सो गाइज हाम्रो यहाँ सया गीत चलिरहेको छ हो जाऊं मैं तेरे नाम में हो जाऊं सो हेलो गाइज अब हामी खाना खाइसक्यौँ होइन अब खाना खाएर हामी अब एकछिन रेस्ट गर्ने हो रेस्ट गरेपछि अब निस्किने भन्ने कुरा भएको छ सर म्यामहरूको सो यस्तो कुरा भएको छ गाइज होइन हाम्रो चाहिँ यहाँ म्युजिसियनहरू होला म्युजिसियन टिचरहरू हुनुहुन्छ सो हाम्रो म्युजिसियन टिचरहरू चाहिँ सो यसको गाइज हामी सब जानु आएको होइन टिचरहरू सबैजना निस्कनुभयो गाडीतिर यहाँ के कति के बाँकी छ भन्ने कुरा मात्र हो त्यो हिसाबले चाहिँ हामी लेट्स गो इन द गाडी इन द माइक भने जस्तै गाडी सो अब हामी गाडीतिर जाँदैछौँ प्रस्थान भइसकेको छ हामी गाडीतिर गाइज सो अब यस्तो भइसकेपछि हाम्रो गाडी उता छन् ओके म्याम के भन्नु छ मेरो भ्लगमा लाइक एन्ड सब्सक्राइब मेरो च्यानलको नाम चाहिँ पवन DO7 ओके म्याम थ्याङ्क यू सो मच मेरो सब्सक्राइब गर्ने भयो आज गाइज ओके मैम ओके मैम या ओके थ्याङ्क यू सो मच म्याम थ्याङ्क यू सो मच सो गाइज हामीले अक्सिजन लगाएको होइन अहिले चाहिँ लास्ट आवर चलिरहेको छ कि त्यो हिसाबले चाहिँ हल्का गर्न मिल्दैन भन्न मिल्दैन त्यो हिसाबले चाहिँ हाम्रो गाडी यता छ होइन लास्ट त्यस्तो भइरहेको छ अहिले त हावा चलेको सरर हावा चलेछ हाम्रो बस यहाँ छ हाम्रो गाडी